हेलो साथी हो नमस्ते। आज चाहिँ म तपाईँहरूको अगाडि नि खाब्जेको रेसिपी लिएर आएको छु है, कसरी बनाउँछ भनेर। ल हेर्नुहोस्, यो पानी यसरी उमाल्नुपर्छ हो। फर्स्टमा चाहिँ पानी चिनी डाल्दा तेल हो यो, त्यहाँदेखि यसरी मैदा यहाँ फिट्नुपर्छ हाम्रो यो हेर्नुहोस्, ट्याग गरिदिनु त मसिन, यसरी फिट्नुपर्छ। त्यहाँदेखि चाहिँ अहिले एकछिनमा देखाउँछु। त्यहाँदेखि चाहिँ यसरी यस्तो निक्लिन्छ, त्यहाँ मेसिनबाट घुमाएपछि त यस्तो हुन्छ डल्लो डल्लो, यसरी राख्नुपर्छ हो। त्यहाँदेखि यसरी बल लगाएर बेल्नुपर्छ, बल लगाएर बेलेन भने हुँदैन साथी हो। त्यहाँदेखि साथी हो यसरी गर्नुपर्छ, हेर्नुहोस् है, यसरी काट्नुपर्छ मिलाइ मिलाइ एकदम हो। यसरी काट्नुपर्छ मिलाएर, यसरी डिजाइन बनाउनुपर्छ। हजुर सेलरोटी भन्नुभयो भने बनाइदिइहाल्छु, भन्नुभयो भने बनाइदिइहाल्छ। ए हजुर त्यो पनि चाहिँदो रहेछ कि। अन्त यता सुन्नु न, अहिले आफ्नो होला त्यो अपिलाकोतिर पनि जानुपर्छ नि त मङ्निङ बोलाउनु। हजुर अन्त आफू पनि आउँछ होला कि यता। उयो आज पठाउनु मिल्छ, बनिएको छ? आज त अब बनाउनु पो पर्छ त हौ। बनाउनु पर्छ भने नि हजुर उताबाट जर्की चाहिँ हामीले 11-10 बजी बोलाएको छ हो। हजुर आज बनाएर भोलि पठाइदिनु। हजुर आज बनाएर भोलि पठाइदिनु। उयो नि कसो हुन्छ गरेर अगाडि ल्याउनु पऱ्यो नि है। ए हजुर रोटी पनि बनाइदिनु कि 60वटा जस्तो हुन्छ हो। हजुर हजुर त्यहाँदेखि त्यस्तो हुन्छ डिजाइन। हेर्नुहोस्, त्यहाँदेखि यसरी पकाउनु पर्छ हो। यसरी पकाइसकेर त्यहाँदेखि यस्तो भएर निकाल्नु पर्छ। हेर्नुहोस् है, हाम्रो डिजाइनरहरू खतरा खतरा छ। डिजाइनरलाई त देखाउनु हुँदैन कि, डिजाइन त खतरा खतरा छ। डिजाइनरहरूलाई मगाइदिन्छ नि त, यस्तो हुन्छ होइन। लु भन। आमा गाडीमा आयो अरे दुईजना गाडीमा छ अरे होइन। त्यो दुईजनाको नाम त, एकजनाको नाम थियो अरे अकेला, अकेला होइन नै पता, एउटाको नाम त पता थियो अरे। एकजना निक्ल्यो अरे, समोसाको दोकानमा गयो अरे मिठाई समोसा किन्नु, त्यसको नाम त पता थियो अरे। गाडीमा को रह्यो? नहीं पता नहीं है तो क्यों बोल रहा है? पता ही नहीं है तो नहीं पता है तो नहीं पता ही बोलूंगी ना। मुझे लगता है अब मुझे चलना चाहिए। समोसा लेने कौन गया? पता मुझे तुम्हारी मदद नहीं चाहिए, अब यहीं पर रहना। पता है तो पता ना। नहीं पता, नहीं पता है तो मत बता। पता गया। तुम लोग नहीं समझो क्या ऐसा था। आपका काम पूरा हो गया है क्या? उसकी फिक्र मत करो। रेस्टोरेंट में काफी भीड़ है। आज हमारा सेल्स टारगेट पूरा पीछे देखो। चलो बहुत हो गई बातें, अब काम पर लग जाओ। हाँ हाँ